पछिल्लो समय चिसो एकदमै बढेको छ र चिसो मौसममा विभिन्न ब्याक्टेरिया भाइरसहरूको सङ्क्रमण बढी देखिने गर्छ। विभिन्न सङ्क्रामक रोगहरू बढी देखिने गर्दछ र साथसाथै हाम्रो शरीरको प्रतिरक्षा प्रणाली इम्युनिटी पावर पनि चिसोको कारणले गर्दाखेरि कम हुने गर्छ। के कुरामा ध्यान दियौँ भने हामी चिसोबाट हुने स्वास्थ्य समस्याबाट बच्न सक्छौँ। इभिनिङ वाक गर्छौँ भने त्यो कुराहरूलाई चाहिँ बन्द गर्नुहोस्, किनभने मौसममा बिहान अथवा साँझको बेला हिँड्दै गर्दाखेरि हामीलाई चिसो हावाले चिसो सेठले हानेर चिसोबाट देखिने समस्याहरू जस्तो रुगाखोकी देखि लिएर निमोनियासम्मको समस्याहरू देखिन सक्छ। त्यो कारणले गर्दाखेरि मर्निङ वाक इभिनिङ वाकलाई बन्द गरेर शरीरलाई एक्सर्साइज पनि हुने र शरीर न्यानो पनि हुने खालका घरमै हामीले योगा अथवा सामान्य खालका एक्सर्साइजहरू गर्ने गरौँ। चिसो मौसम लागिसकेपछि हामीले पानी एकदमै कम खान्छौँ र यो पानी कम खाँदै गर्दाखेरि हाम्रो शरीरमा पानीको मात्रा कम भएर विभिन्न स्वास्थ्य समस्याहरू देखिने, पिसाबमा सङ्क्रमणहरू देखिने गर्छ। बढी पिउने गरौँ र पानी डाइरेक्ट पिउन सकिँदैन भने दालको रस, सुपहरू हामीले पिउन सक्छौँ, जसले पानीको मात्रालाई परिपूर्ति पनि गर्छ र शरीरलाई न्यानो पनि राख्छ। चिसो मौसममा जाँड रक्सी सेवन गऱ्यौँ भने शरीरलाई तातो हुन्छ, न्यानो हुन्छ भन्ने एउटा भ्रम रहेको छ। त्यो एउटा क्षणिक रमाइलो मात्र हो। त्यसले चाहिँ दीर्घकाल रूपमा असर गर्छ भने जाँड रक्सी खाइसकेपछि तपाईँलाई शरीरमा यसले पानीको मात्रा कम गराएर अन्य स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ। चिसो मौसममा हामी सुत्ने बेलामा कोठा तताउने विभिन्न सामग्रीहरू जस्तै हिटर लगायतका सामग्रीहरू प्रयोग गर्छौँ। त्यो प्रयोग गर्दाखेरि रातभरि त्यसलाई प्रयोग नगरौँ। कोठा तातिसकेपछि त्यसलाई बन्द गरेर मात्र सुत्ने गरौँ। यसै गरी चिसो मौसममा हामीले नुहाउने क्रममा तातो पानीको प्रयोग गर्छौँ र त्यो तातो पानीको प्रयोग गर्दाखेरि हाम्रो बाथरुममा सानो झ्याल अथवा भेन्टिलेसनहरू खोलेर चाहिँ नुहाउने गरौँ। तातो पानीले नुहाउँदै गर्दाखेरि सानो कोठामा निसासिएर हाम्रो ज्यान जोखिममा पनि पर्न सक्छ। घरमा गिजरहरू छ भने चाहिँ पानी तयारी अवस्थामा राखेर मात्र नुहाउने गर्नुपर्दछ। र भगाउनको लागि हामीले आगो ताप्ने गर्छौँ र त्यो आगो ताप्दै गर्दा पनि विभिन्न कुराहरूमा ख्याल गर्नुपर्ने हुन्छ। त्यसबाट थप जोखिमहरू निम्तिन सक्छ र आगो ताप्दै गर्दाखेरि आगोबाट बस्ने र आगोको धुवाँहरूबाट बस्ने गर्नुपर्दछ। र यस्तै गरी आगो ताप्ने क्रममा दम भएको बिरामीहरू, श्वास प्रश्वासका बिरामीहरूलाई चाहिँ विशेष ख्याल गर्नुपर्छ। जाडोको समयमा घाम लागेको अवस्था छ भने हामीले घाम ताप्नुपर्ने हुन्छ र घाम ताप्दै गर्दा हामीलाई भिटामिन डी प्राप्त हुन्छ र त्यो भिटामिन डीले हाम्रो इम्युनिटी पावर बढाउने, शरीरलाई चाहिँ बलियो बनाउने चाहिँ काम गर्छ। यी कुराहरूमा हामीले ख्याल गऱ्यौँ भने हामी चिसो मौसमबाट हुने स्वास्थ्य समस्यालाई धेरै हदसम्म न्यूनीकरण गर्न सक्छौँ।